सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब नवीकरणमा छुट दिने कोशी प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न संघीय सरकार मार्फतको यातायात व्यवस्था विभाग बाधक बनेको छ। गत भदौ 23 र 24 गते जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड हुँदा यातायात व्यवस्था विभागको सर्भर डाउन भएको थियो। सर्भर डाउन हुँदा लाइसेन्स र सवारी दर्ता तथा नवीकरण रोकिएको थियो। गत कार्तिक 16 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले सर्भर डाउन भएको अवधिलाई शून्य मानेर जाने निर्णय गरेको थियो। तर संघले सर्भरमा नसच्याएका कारण सेवाग्राहीले जरिवाना छुट पाउन सकेका छैनन्। अहिले म यो सुनसरीको इटरी स्थित यो यातायात व्यवस्था कार्यालयमा छु र यो यातायात व्यवस्था कार्यालय चाहिँ जेनजी आन्दोलनपछि भर्खरै सेवा सुचारू हुँदै आएको छ। खास गरी यहाँबाट चाहिँ अब सवारी र लाइसेन्स सम्बन्धीको दुईटा सेवा प्रवाह हुँदै आएको छ। सवारी सम्बन्धी चाहिँ कोशी प्रदेश सरकारको आर्थिक ऐनले धेरै कुराहरू समेट्ने भएको कारणले सवारी सम्बन्धीको सेवाहरू चाहिँ पूर्ण रूपमा यहाँ सुचारू भइरहेको अवस्था छ। यद्यपि सवारीको सेवा प्रवाह भइरहे पनि लाइसेन्सको विषयमा चाहिँ संघीय सरकारको सर्भरमा भर पर्नुपर्ने भएकाले पनि यहाँबाट नयाँ हुन्छ। सेवाग्राहीहरूको लागि चाहिँ सर्भर नै संघ सरकारको मातहत रहेको यातायात व्यवस्था कार्यालयले नखोलिदिँदा जुन यहाँबाट चाहिँ नयाँ लाइसेन्स प्राप्त गर्न चाहिँ सेवाग्राहीले सकिरहेका छैनन्। संघीय सरकारले त्यो अनलाइनको सफ्टवेयर हामीलाई ओपन गरिदिइसकेको अवस्था छैन। त्यसको लागि हामीले प्रदेश सरकारबाट निर्णय गरेर संघीय सरकारलाई चाहिँ हामीले पत्रचार पनि गरिसकेका छौँ। यो विषयमा के भएको थियो भने संघीय सरकारले नै उल्टै हामीहरूलाई परिपत्र गरेर प्रत्येक प्रदेशबाट 3टा यातायात कार्यालयहरूको नाम अनलाइन खोल्नका लागि लेखेर पठाउनु भनेपछि हाम्रो प्रदेश सरकारले निर्णय गरेर अस्तिको शुक्रबार पठाइसकेको छ। लाइसेन्स शाखा चाहिँ नवीकरण जुन चाहिँ जेनजी आन्दोलनको अवधिमा चाहिँ बन्द भएको अवस्था थियो, त्यो अवधिमा चाहिँ कोशी प्रदेश सरकारले लाइसेन्स नवीकरणमा छुट दिने निर्णय गरेको थियो। यद्यपि संघ सरकारलाई पत्रचार गर्दाखेरि आजसम्म संघ सरकारले छुटको व्यवस्था चाहिँ कार्यान्वयनमा लान सकेको छैन, जसका कारण सेवाग्राहीहरू मारमा परेका छन्। राम्रो हो। अब यो अहिलेसम्म चाहिँ त्यो अब छुट कति गर्ने के गर्ने भनेर यो विषयमा मैले केही पनि हेरेको छैन, बुझेको छैन। छुट भन्नाले अब यो कति चाहिँ यहाँको एक्चुअली लागतै कति भन्ने पनि थाहा छैन। अब यो अहिले मेरो रिन्यू गर्नलाई 6000 भन्नुभएको छ होइन। तपाईँले पुरै तिर्नु भयो? मैले पुरै थिएँ। अनभिज्ञ छौँ हामी यसको बारेमा। हामी पहिलोचोटि आउँदैछौँ, खासै अनभिज्ञ छौँ होइन। तर हामीलाई चाहिँ छुट जरुरी छ सर। हामी जस्तो पीडित मान्छेलाई बिहान बेलुका रोजीरोटी गर्ने मान्छेलाई गएर खानुपर्छ होइन। यो भने छुट पनि हामी धेरै सुरक्षित हुन्थ्यो भन्ने आशा छ सर हामीलाई। भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनको क्रममा यहाँ दुईटा भवन रहेका थिए। ती दुईटै भवन चाहिँ आगजनीले ध्वस्त भएका थिए। त्यति मात्रै होइन, यहाँ भित्र रहेका धेरै उपकरणहरू चाहिँ जलेर ध्वस्त भएका थिए, जसका कारण ढड्डाहरू पनि जल्दाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ सेवाग्राहीलाई सेवा प्रवाह गर्न अहिले पनि कठिनाई भइरहेको छ। हाम्रो कार्यालयको यो 3 तल्लाको बिल्डिङ थियो। 3 तल्लाको बिल्डिङमा प्रत्येक तल्लामा आगजनी भएको छ। सबभन्दा बढी हाम्रो तल्लो तल्लामा चाहिँ निकै नै हाम्रा स्मार्ट कार्डहरू भए, प्रशासनका कागजातहरू भए, अनि लिखित तथा ट्रायल परीक्षाका मोड तथा ढड्डा भनिन्थे रेकर्ड मेन्टेन गरिएका रजिस्टरहरू चाहिँ ती जलेर नष्ट भएको हुनाले तल्लो फ्लोरमा चाहिँ हजुरको धेरै नै क्षति भएको थियो। माथिको फ्लोर हेरिकन भने अब हाम्रो क्षतिको आँकडा हिसाब गर्ने हो भने भौतिक संरचनातर्फ हाम्रो लगभग 1 देखि 1.25 करोडको क्षति भएको छ भने यन्त्र उपकरण कम्प्युटर प्रिन्टर लगायतका सामग्रीहरूमा हाम्रो मोटामोटी 1 देखि 1.25 करोडै क्षति भएको छ। कुलमा हाम्रो 2 करोड 52 लाख जति भनौँ न 2.5 करोडको नियर अबाउटमा हाम्रो क्षति भएको छ। ध्रुव भट्टराई, हिमालय टेलिभिजन, यातायात व्यवस्था कार्यालय, इटरी।